विकासशील पार्टीका लगायत सबै आदरणीय नेताहरू, यहाँ उपस्थित सबै मान्यवर, सबै साथीहरू, सबैलाई हार्दिक धन्यवाद। यो संयोजन गरिदिनु भएकोमा लुम्बिनी प्रदेश कार्य समितिलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक आभार प्रकट गर्छु र यहाँहरू सबैलाई जसले यो प्रतिकूल अवस्थामा पनि यत्रो खट्नुभयो, नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई निर्वाचित गराउनका निम्ति प्रयास गर्नुभयो। कहीँ परिणाम आयो, कहीँ आएन, तर तपाईँले प्रयास गर्नुभयो, त्योप्रति हार्दिक सम्मान प्रकट गर्छु र लुम्बिनीका मतदाताहरू जसले नेपाली कांग्रेसलाई मतदान गर्नुभयो उहाँहरूप्रति पनि हार्दिक आभार प्रकट गर्छु। 62-63 को आन्दोलन पछाडि गिरिजाप्रसाद कोइराला पार्टी सभापति हुनुहुन्थ्यो र त्यो बेलामा म संविधान सभाको समानुपातिको सूचीमा थिएँ, उम्मेदवार थिएँ। त्यसैले देशैभरि जाने एउटा सुविधा थियो। म थुप्रै निर्वाचन क्षेत्रहरूमा रूपन्देही पनि आएको थिएँ, कन्दराईको क्षेत्रमा पनि गएको थिएँ, अरू थुप्रै क्षेत्रहरूमा करिब 100वटा निर्वाचन क्षेत्रहरूमा पार्टीको तर्फबाट उठ्नुभएको उम्मेदवारको पक्षमा मत मागिसके पछाडि जब गिरिजालाई भेट्न गएँ र अरू पनि नेताहरू हुनुहुन्थ्यो, मैले उहाँलाई तपाईँलाई अरूले के भनिरहेको छ मलाई थाहा छैन, तर म देशैभरि जाँदै गर्दा मैले गरेको अनुभव चाहिँ हाम्रो पार्टीको पक्षमा मलाई धेरै राम्रो परिणाम आउला जस्तो लाग्दैन। त्यसैले निर्वाचन अहिले सार्ने छलफल पनि चलिरहेको थियो। निर्वाचन केही समय सार्नुपर्छ जाऊ भन्ने मलाई लागेको कुरा मैले भने। तपाईँले के भन्नुभएको थियो भने यो निर्वाचन कांग्रेसको पक्षमा छैन भन्ने कुरा तिमीलाई भन्दा राम्रोसँग मलाई थाहा छ, तर निर्वाचन गर्यौं भने कांग्रेस हार्न सक्छ, तर देश जित्छ। त्यसैले यो बेलामा देश जिताउनु, कांग्रेस हारे पनि अरूले जिताउँदा तर अहिले देश जिताउनुपर्छ, निर्वाचन गराउनुपर्छ भनेको मलाई हिजो मात्र हो कि भनेको म सम्झन्छु। यो पटक पनि भाद्र 23-24 पछाडिका 5-6 महिनाभित्रमा निर्वाचन सार्नुपर्छ भन्ने बारेमा ठाउँ ठाउँमा यसरी विषयहरू नउठेका होइनन्। नेपाली कांग्रेसको पक्षमा यो हुन सक्दैन भन्ने कुराका बारेमा अनुमानहरू नभएका भयो, तर हामी इतिहास पढ्ने मात्र होइन, त्यसबाट सिक्ने पनि हो। मैले सधैँ भन्दै आएको छु, नेपाली कांग्रेस पार्टी राष्ट्रिय पार्टी, राष्ट्रिय शक्ति दुईटा फरक कुरा। राष्ट्रिय पार्टी केले भन्छ, यो पटक थुप्रै मधेस केन्द्रित दलहरू राष्ट्रिय पार्टी बनेन किनकि उहाँले चुनाव जित्नु भयो। निर्वाचनको मत परिणामले निर्धारण गर्छ कुनै पार्टी राष्ट्रिय पार्टी हो कि होइन। तर राष्ट्रिय शक्ति भनेको उसको इतिहासले निर्धारण गर्छ, उसको जिम्मेवारी बोधले निर्धारण गर्छ, उसको भूमिकाले निर्धारण गर्छ। हामी राष्ट्रिय शक्ति, त्यो राष्ट्रिय शक्तिको जिम्मेवारी हुन्छ। भाद्र 23-24 पछिको हाम्रो जिम्मेवारी केमा थियो भने यत्रो लामो द्वन्द्व पछाडि एउटा संविधान बनेको छ। त्यो संविधान बनाउने बेला कति डेलिकेट हेर्नुहोस् त, यही लुम्बिनीमा सम्झौता हामी प्रदेश निर्माण गर्ने बेलाको अवस्था कस्तो थियो, हामी ती सबै झन्डाहरू पार गरेर आएको होइन। त्यसैले हामी कुनै पनि बेला कुनै पनि सानो घटनाले उद्वेलित भएर फेरि कुनै न कुनै द्वन्द्वमा पर्न सक्थ्यो। त्यसैले यो कन्स्टिट्युसनलाई ठिक ठाउँमा राखिराख्ने कुरा सबैभन्दा बढी यसका निम्ति जिम्मेवार नेपाली कांग्रेस हुनु पर्थ्यो र हामी भयौँ। त्यसैले नेपाली कांग्रेसको प्रत्येक मञ्चमा बसेर तल बसेको साथीहरूलाई म आग्रह गर्छु, अबदेखि कम्तीमा हामीले छलफलहरूमा यो निर्वाचन यस्तो हुन सक्थ्यो होला, निर्वाचन सार्नु पर्थ्यो होला, गर्नु पर्दैन थियो होला भन्ने कुरा कुनै पनि कांग्रेसले आजदेखि कसैले भन्दैन, हामी भन्दैनौँ। हाम्रो जिम्मेवारी, त्यो जिम्मेवारी पुरा गरेर आएको, कन्स्टिट्युसन जोगाएर आएको छ, देशलाई अर्को द्वन्द्वमा जाने एउटा जोगाएर आएको छ। यो कुरामा सन्तोष मान्नु, यो कुरामा गौरव गर्नु हो। निर्वाचनको परिणाम अपेक्षित भयो, अब के गर्नु? हामीसँग दुईटा विकल्प छ, एउटा चिन्ता गर्ने, एउटा चिन्तन गर्ने। चिन्ता नेगेटिभ कुरा, चिन्ता समस्याको वरिपरि हुन्छ। चिन्ता गर्दै गर्दा के हुन्छ, हामी प्रतिक्रियात्मक हुन्छ, हामी आफू मात्रै दुखी हुँदैनौँ, अरूलाई पनि दोष दिन्छौँ। हामी यसले गर्दा भयो, यसले गर्दा भयो, यसले गर्दा भयो, यो भन्छौँ। तर चिन्तन पोजिटिभ कुरा, चिन्तन समस्याको वरिपरि हुँदैन, चिन्तनले कारण खोज्छ, समाधान खोज्छ र चिन्तन भविष्यमुखी हुन्छ। नेपाली कांग्रेसले यो बेलामा गर्ने भनेको चिन्तन गर्ने, हामी त्यही चिन्तनको प्रक्रियामा छौँ। जनकपुरमा गयौँ,
पोखरामा गयौँ, आज यहाँ आएका छौँ, सुदूरपश्चिम जान्छौँ, कर्णाली जान्छौँ र बागमतीमा पनि जान्छौँ। र हामी पार्टीका साथीहरू मात्र बसेर चिन्तन गरिरहेका छैन, चिन्तन शिविर अन्त पनि चलिरहेको छ। हाम्रा दलगरीहरू अस्ति ठुलो सङ्ख्यामा काठमाडौँमा जम्मा हुनुभयो 25-26 वर्षका। मैले अरू केही थप साथीहरूलाई जिम्मा दिएको छु। केही साथीहरू अहिले तपाईँले भन्नुभएको जस्तै अघि चन्द्रदायले भन्नुभयो, साथीहरूले भन्नुभयो, केही प्राज्ञहरूसँग बसिराख्नु भएको छ। केही साथीहरूले गहिरो अनुसन्धानै गर्ने भनेर एउटा व्यवस्थित अनुसन्धानै सुरु गर्नुभएको छ। के भयो नेपाली समाजमा? हामीले मत बदल्यो भनेर भन्यौँ, किन बदलिएको होला? के सबै कुराहरू डोमेस्टिक मात्रै हो? कतिपय कुराहरू हामीले कुरा गऱ्यौँ अघि नै, हाम्रा आन्तरिक कुरा छ। आन्तरिक भनेको पनि दुईटा छ, एउटा पार्टीभित्रको कुराहरू छ। हामीले कुरा गऱ्यौँ, हामी नेपाल विद्यार्थी सङ्घदेखि, तरुण दलदेखि पार्टीको संगठनात्मक संरचनालाई लगाएर यावत कुराहरू गऱ्यौँ। यससँगै हामीले के पनि भन्यौँ, यहीँभित्रका देशभित्रका घटनाहरूको कुरा पनि गऱ्यौँ। तर हामीले यसलाई छन्, भित्रका कुरा पनि छन्, कतिपय बेला बाहिरका कुराहरू पनि छ। किन अहिले यो बेलामा ग्लोबल्ली नै किन पुरानो राजनीतिक शक्तिहरू सबै ठाउँमा अप्ठ्यारोमा पर्दै आएका छन्? हङ्गेरीमा चुनाव छ 2 दिन पछाडि। त्यो हङ्गेरीको चुनाव अहिले सानो देश, एकदम थोरै मतदाता छन्, तर हङ्गेरीको चुनाव छ यो पटक त्यहाँको पपुलिस्ट राष्ट्रपति लामो समयदेखि कब्जा गरेको राष्ट्रपति हार्छ कि जित्छ भन्ने कुराले युरोपको डेमोक्रेसी फेरि फर्किन्छ कि फर्किँदैन भन्ने कुरामा ठुलो अर्थ लाग्छ भनेर यो थुप्रै मानिसहरूले निर्वाचनलाई पछ्याइरहेका छन्। ग्लोबली चलिरहेको त्यो बस, त्यसको प्रभाव नेपालमा कति परेको होला? अहिले परेको भने पछि पर्ला कि नपर्ला? नेपाली कङ्ग्रेस पार्टीले तमाम प्रश्नहरूको उत्तर खोज्नुपर्नेछ, चिन्तन गर्नुपर्नेछ। हामी त्यसमा सहभागी भएका छौँ। म यहाँको सबैलाई धन्यवाद दिन चाहन्छु। मेरो बेलामा भन्ने कुराहरू धेरै छैन, यदि चिन्तन गर्ने बेलामा धेरै कुरा भन्ने हो भने धेरै कुरा सुन्ने हो। सबै कुरा थाहा छ भनेको जस्तो गरिकन यहाँ म बस्नेले यहाँ बस्ने, तपाईँ बस्ने तपाईँ बस्ने, हामी सबैले सबै कुरा थाहा छ भनेर भन्यो भनेदेखि हामी आज यहाँबाट केही नयाँ कुरा लिएर जाँदैनौँ। हामीलाई धेरै कुराहरू थाहा छैन भन्ने मानेरै हामीले अबको छलफल कुराहरू गर्नुपर्ने छ। त्यसले हामीलाई आफ्नै घरभित्र पनि नयाँ संवाद गर्ने बाटो खोलिदिन्छ। म 9 कक्षा पढ्ने मेरो छोरीसँग आजभोलि पहिलाभन्दा धेरै कुरा गर्छु। तिम्रो कसरी सोध्छौ भन्ने कुरा म जान्न खोजिरहेको छु। 9 कक्षा भन्दा पनि अझै तल 6 कक्षा पढ्ने छोरी छ मेरो। त्यो 9 कक्षा पढ्ने छोरी र 6 कक्षा पढ्ने छोरीको बिचको छलफल हेऱ्यो भनेदेखि भने त्यही एउटा पुस्ताको अन्तर जस्तो देख्छु। कति छिटो यस्तो बदलाव आएको होला, जबकि मेरो पालोमा हामी दुइटै उस्तै तरिकाले सोच्थ्यौँ। केले गर्दा भएको होला? हाम्रो कारणले मात्र भएको होइन होला। अहिले सूचना प्रविधिको कुरा आयो, संसारभरिको डेमोक्रेसीमा आएर नयाँ थपिएका कुराहरू आयो। यी कुराहरूको बारेमा हामीले थप छलफल गर्दै जानुपर्ने छ। हामी गर्दै जान्छौँ, सिक्दै जान्छौँ, तर यो बिचमा अरू काम पनि गर्नुपर्ने छ। अब 2083 साल सुरु हुन लाग्यो, सबैलाई शुभकामना पनि छ। यो वर्ष नेपाली कङ्ग्रेसलाई हामीले राम्रो वर्ष बनाउनु पर्नेछ। हामी सबैले मेहनत गरेर सँगमा हामी प्रमुख प्रतिपक्षी दल हो। प्रमुख प्रतिपक्षी भएको हुनाले हामी एकदम स्पष्ट छौँ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ। यो सरकारले गर्ने संविधान सम्मत असल कामहरूमा हाम्रो 100% सहयोग रहन्छ। हामी त्यहाँ सहयात्री हुन्छौँ। संविधान विपरीत, डेमोक्रेसीको मूल मर्मभन्दा विपरीत नागरिकको अधिकारहरू मास्ने काम भयो, खोज्ने काम भयो, कमजोर बनाउने काम भयो भने त्यो बेलामा नेपाली काङ्ग्रेस चुप लागेर बस्दैन। नेपाली कङ्ग्रेस पार्टीको आफ्नो कर्तव्य छ, त्यो कर्तव्य निर्वाह छ। प्रदेश र स्थानीय सरकारमा हामीहरू छौँ। हाम्रो सरकारहरू जसरी चलेका छन् यसरी चलेर हुँदैन। यो स्पष्ट कुरा छ। यहाँ को मन्त्री बन्यो, कतिजना मन्त्री बन्यो, कसलाई भाग पुग्यो, भाग पुगेन, यो अब सरकारको विषय बन्नु हुँदैन। यो अन्तिम वर्ष हो। हाम्रो सरकार चल्ने तरिका हामीले फेर्नुपर्नेछ। म केही भएन भन्ने, तर योभन्दा छोटो समयमा धेरै कुराहरू गर्नुपर्नेछ। उपसभापति आदरणीय नेता विश्वप्रकाश शर्माले यसको नेतृत्व गर्नुभएको छ। केही दिन पछाडि उहाँ फेरि देशभरि कार्यक्रम लिएर आउँदै हुनुहुन्छ, जहाँ हामी सबै स्थानीय तहलाई बोलाउँछौँ, हामी कुराकानी गर्छौँ र हामी यो प्रदेश सरकारसँग हामी बस्छौँ। प्रदेश सरकारमा हामी बस्ने, नबस्ने, कसरी बस्ने, कोसँग मिलेर जाने, यो सबै कुराहरू उहाँले छलफल गरिराख्नु भएको छ। यसको हामी छिनोफानो गर्छौँ र अब म गाउँपालिकाको अध्यक्ष हो, म प्रदेशको दलको नेता हो, म मन्त्री हो। त्यस कारणले गर्दाखेरि मैले चाहेको जसरी गर्छु भनेर भन्नुभयो भने क्षमा गर्नुहोला। नेपाली कङ्ग्रेस पार्टीको लागि यो कुरा एक्सेप्टेबल हुँदैन।
हामीले तपाईँलाई मद्दत पनि गर्छौँ, तर हामीले सँगसँगै यसमा काम गर्नुपर्ने छ। यही बिचमा यो 1 वर्षको समयभित्र पार्टीभित्र पनि दुईटा काम गर्नुपर्नेछ। एउटा, हामीले अधिवेशन सम्पन्न गर्नुपर्नेछ। हामीसँग चोइस छैन। म पार्टीको सभापति छु, मेरो जिम्मेवारी मैले झुक्ने, सम्वाद गर्ने, सबैलाई जोड्ने प्रयास गर्ने मेरो जिम्मेवारी हो। म र हाम्रो टिमको जिम्मेवारी हामी गर्छौँ। सबै आफ्नो नेताहरू हुनुहुन्छ, आदरणीय नेताहरू हुनुहुन्छ, उहाँहरूको माया, उहाँहरूको स्नेह हामीले पाइ नै रहेको। कोहीसँग कुनै गिलास सेवा केही पनि छैन। आफ्नै पार्टीको नेतासँग गएर भेट्न, कुराकानी गर्न केही अप्ठ्यारो छैन। सबैसँग जान्छु, कुराकानी गर्छु, भेट्छु। तर मेरो सबैसँग एउटा कुरा के हुन्छ, सेन्टर केन्द्रमा मैले पनि मलाई राख्दिनँ, तपाईँले पनि तपाईँलाई नराख्नुहोस्। केन्द्रमा नेपाली कङ्ग्रेस पार्टी राखेर छलफल गरौँ। काङ्ग्रेसको भविष्य राखेर त्यो राखेर कुराकानी गरौँ। समस्याको सबैलाई ननिस्कने कोही छैन। नेपाली कङ्ग्रेस पार्टीको सभापतिको रूपमा मैले यो जिम्मेवारी निर्वाह गर्नले गर्दा तपाईँहरू सबैको साथ सहयोग मलाई चाहिएको छ। किनकि अधिवेशन गरेर मात्र होइन, पार्टीमा एउटा ग्रान्ड रिफर्म भनेर मैले भनेको छु। र ग्रान्ड रिफर्म गर्ने कुराको प्रारम्भ कहाँबाट गर्नुपर्ने छ, पार्टीको सदस्यताबाट गर्नुपर्ने छ। भोलि 30 गते, पर्सि 1 गते 1 बजे म मेरो वडा कार्यालय काठमाडौँ वडा नम्बर 30 ज्ञानेश्वर मेरो घर भएको वडा कार्यालय छ, त्यहाँ नेपाली कङ्ग्रेस पार्टीको कार्यालय छ। 1 बजे म त्यो कार्यालयमा जान्छु। म नेपाली कङ्ग्रेस वडा नम्बर 30 को अहिले क्रियाशील सदस्य हो। पुरानो नयाँ सबै गरेर करिब 350 जति यसपालि अस्ति क्रियाशील सदस्यताको फारम पुरानो नयाँ गरेर अस्ति अधिवेशनको बेलामा भनेर बुझाइएको थियो। हाम्रो पार्टीको विधानले के भन्छ, प्रत्येक वर्ष नवीकरण हुनुपर्छ र प्रत्येकचोटि नवीकरण हुने गर्दा 200 रुपियाँ तिर्नुपर्छ। अस्ति गरेको नवीकरण 2082 सालको लागि। अहिलेको विधानले के भन्छ, पुरानो विधानले के भन्छ, 2083 सालमा फेरि नवीकरण गर्नुपर्छ। पैसा कति बुझाउनुपर्छ, 200 रुपियाँ बुझाउनुपर्छ। अर्थात् 5 वर्ष लाग्दै गर्दा एकजना सदस्यले 1000 रुपियाँ बुझाउनुपर्छ। हामीले बुझाउन मान्यौँ। त्यस कारणले गर्दा पार्टीको विधानमा भएको व्यवस्थालाई संशोधन गरेर म नै सभापति थिएँ त्यसको। त्यसलाई हामीले के गर्यो, एकपटक मात्र गरे पुग्छ, 200 रुपियाँ मात्र दिए पुग्छ भन्ने व्यवस्था गरेर। त्यसैले यसलाई धेरै हामीले अल्झाउने काम पनि नगरौँ, नअल्झाउने। अब के हुन्छ, अब म जान्छु त्यहाँ गएर मैले एउटा फर्म भर्छु। त्यो फर्म भरिसके पछाडि वडाले त्यो फर्मको आधारमा वडा कार्य समिति बस्छ। मेरो अध्यावधि गर्ने कि नगर्ने उसले निर्णय गर्छ। उसले निर्णय गरेर माथिल्लो तहमा पठाउँछ। अध्यावधि गर्नुपर्छ भने उसले मेरो अध्यावधि हुन्छ, गर्नु पर्दैन भनेर कुनै कारणले पनि मेरो अध्यावधि हुँदैन। यदि उनले पूर्वाग्रह राख्यो भने माथिल्लो तहमा गएर पुनरावेदन गर्न पाइन्छ वा सिधै केन्द्र कार्यालयमा पनि पुनरावेदन गर्न पाइन्छ। वडाले पूर्वाग्रह राख्न पाउँदैन। तै महामन्त्रीले भन्नुभएको जस्तै म पार्टीको सदस्यता निरन्तरता राख्छु भन्ने व्यक्ति स्वयं वडामा उपस्थित हुनैपर्छ र वडामा उपस्थित भएर आफ्नो फर्म बुझाउनै पर्छ र त्यहाँबाट शपथको हुन्छ फर्म हुन्छ। नेपाली म संविधान, पार्टीको विधान लगायतका केही कुराको सन्दर्भमा उसले त्यो शपथको कार्यक्रममा पनि सहभागी हुनुपर्छ। अब यसो गर्दै गर्दा मेरो वडामा अहिले 353 जना काङ्ग्रेसको क्रियाशील सदस्य छौँ हामीहरू। यो 353 जना हामी इच्छुक भएर त्यहाँ जान पनि सक्छौँ, 353 रहन पनि सक्छ। 353 मा होइन, अघि प्रतिनिधिले भन्नुभएको जस्तो चाहिँ अस्तिको चुनावमै 50 जना दायाँ गरिसक्नु भएको रहेछ। तर 300 जना मात्र आउनुहुन्छ भने 300 जना मात्र लाउनुहुन्छ, 200 मात्र आउनुहुन्छ 200 मात्र लाउनुहुन्छ। अब यसलाई कसैले खारेजी भन्नुहुन्छ, कसैले यसलाई अध्यावधि भन्नुहुन्छ, के भन्ने त्यो आफूले भनेको। तर पार्टीको विधानले के भन्छ, यो विशेष महाधिवेशनमा पारित भएको विधानले के भन्छ, एक पटकको लागि अध्यावधि अनिवार्य छ भनेर भन्छ। त्यसैले यो अध्यावधिको प्रक्रियामा पर्सि 1 गते म सहभागी हुन्छु। तपाईहरु प्रत्येक सहभागी हुनुपर्छ, प्रत्येक सहभागी हुनुहुन्छ। किनकि सहभागी हुनेले मात्रै कांग्रेसको आइडेन्टिटी कार्ड पाउनुहुन्छ। अब प्राप्त हुने कांग्रेसको आइडेन्टिटी कार्ड भनेको कांग्रेसको एउटा डिजिटल इन्फ्रास्ट्रक्चर हामीले बनाएका छौं। अब उपरान्त कसैले पनि कहिले पनि फर्म भर्नु पर्दैन। अब त्यो क्रियाशीलको फर्म भर्ने भन्ने कुरा सकियो पटक अन्तिम हो। सबै हामीसँग सिस्टममा रहन्छ, सबै कुरा डिजिटाइज गरेका छौं। तर जसले भर्नुहुन्न नभर्नेले महाधिवेशनमा भाग लिन पाउनुहुन्न। यो कुरा एकदम स्पष्ट छ।
त्यसैले यसमा चाहिँ मेरो पार्टीले के अरे कहिले साथीहरूले काहीँ बोल्नु भएको भन्नुभएको भन्ने सुनेको छु, कुरा नबुझिकन भन्नुभएको होला भन्ने ठानेको छु। यसलाई बुझाउने प्रयास हाम्रो प्रतिनिधि साथीहरूले गर्नुहुन्छ। यो कसैको सदस्यता खोज्ने, कसैको सदस्यता थप्ने पार्टीको विधानको व्यवस्था हो। पार्टीको विधानको व्यवस्थाका आधारमा आजको दिनमा नेपाली कांग्रेस पार्टीले अघि स्वाधीन भनिसक्नु भएको छ। 17 लाख मानिसहरूले अक्षरको बेलामा कांग्रेसको साथमा उभिनु भएको छ। हामी के विश्वास गर्छौँ भने लाखौं साथीहरू अहिले पनि नेपाली कांग्रेस पार्टीको सदस्यका रूपमा निरन्तर रहन चाहनुहुन्छ। यी सबै साथीहरूसँग सँगै बसेर काम गर्ने हो। यसमा तपाईहरु सबैको साथ चाहिन्छ। भारतीय संस्था, सुरक्षित संस्था सबैको बारेमा निर्णय गर्छौँ। वैशाखको 4 गते संसदीय दलको नेता छान्ने प्रक्रिया टुङ्गिन्छ। वैशाखको 2 गते हाम्रो केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्छ। त्यो बैठकबाट हामी 10-12 वटा महत्त्वपूर्ण निर्णयहरू गर्दैछौँ। त्यो निर्णय पछाडि हाम्रो साथीहरू फेरि देशभरि आउनुहुन्छ, प्रतिनिधि जानुभएकै छ। हामी अधिवेशन पनि गर्छौँ। पार्टीभित्रको ग्रान्ड रिफर्मको सुधारका कुराहरू जुन छ त्यो पनि हामी सँगसँगै लिएर जान्छौँ। तपाईहरुले मलाई यत्रो अप्ठ्यारो बेलामा साथ दिनुभएको छ। पार्टीको सेन्ट्रल कमिटीको साथीहरूले दिनुभएको छ, तपाईहरुले दिनुभएको छ। म यो कृतज्ञ छु। तपाईलाई के कुराको भरोसा दिलाउँछु भने तपाईहरुको माया, तपाईहरुको यो स्नेह, तपाईहरुको विश्वास यो खेर पनि जान दिन्न। तपाईहरु कसैलाई विश्वास गरेर गल्ती गरेको छु भन्ने ठाउँमा पुग्न पनि दिन्न। तपाईहरुको जुनैको साथ चाहिएको छ। तपाई हाम्रो साथबाट जनतासँग, नागरिकसँग कतिपय ठाउँमा हाम्रो सम्बन्धहरू टुटेको छ। हाम्रा मतदाता रिसाएका छन्। त्यसलाई हामीले मान्नुपर्छ। त्यो रिसाएको किन भन्ने कारण पनि खोज्ने हो र त्यो रिस मारेर पहिला भन्दा पनि बढी नेपाली कांग्रेसलाई माया गर्ने, विश्वास गर्ने पार्टी हाम्रो पार्टी कांग्रेसलाई हामीले बनाउने हो। सक्छौँ बनाउनु, तपाईँ हामी मिलेर बनाउनु। त्यो भरोसा तपाईँले आफूमाथि राख्नुपर्छ, म माथि पनि राख्नुपर्छ, हामी सबैले राख्नुपर्छ। गर्न सक्छौँ, तर तपाईँको सबैको साथ चाहिएको छ। यो साथ माग्न पनि यहाँ आएको हुँ। यत्रो साथीहरू आउनुभयो, तपाईँहरू सबैप्रति फेरि एकपटक आभार प्रकट गर्दै म धन्यवाद दिन चाहन्छु। मलाई अझै काठमाडौँ फर्कनुपर्ने छ, त्यस कारणले गर्दा पनि मैले हतार गरेँ। साथीहरूसँग अलिक पछाडि म आउँछु। म 77 जिल्ला जान्छु। वैशाखको यो 9 गतेसम्मको कार्यक्रम सकिएपछि मैले काठमाडौँको भने दलको नेता, त्यसपछि पार्टीका अरू केही महत्त्वपूर्ण कुराहरू छन्, कुरा गरिसकेपछि म 77 जिल्ला आउँछु। तपाईँहरूको जिल्लामा आउँछु, तपाईँहरूसँग बस्छु, तपाईँहरूको कुरा सुन्छु, नौजवानहरूको कुरा सुन्छु, पार्टीका पुरानो साथीहरूको कुरा पनि सुन्छु। कांग्रेस भनेको अघि कुरा आयो, कांग्रेस भनेको 4 पुस्ताको पार्टी हो। हामीहरूलाई यहाँ पुरानो पुस्ताको साथीहरू पनि चाहिएको छ, नयाँ पुस्ताको साथीहरू पनि चाहिएको छ। सबैलाई मिलाएर जानुपर्छ। हाम्रो जिम्मेवारी हो। देशमा पनि सबैलाई मिलाउन मात्र देश छ। नयाँ पनि चाहिएको छ, पुरानो पनि चाहिएको छ। यो सबैलाई मिलाएर जाने क्रममा म तपाईँको जिल्लामा पनि पुरानोलाई पनि भेट्छु, नयाँलाई पनि भेट्छु। सबैलाई जिल्लै आउँछु, जिल्लै बस्छु। आज यहाँ तपाईँहरूसँग बसेर धेरै कुरा दोहोरो कुराकानी गर्न पाइएन। पछि फेरि आउँछु। यहाँ सबैलाई फेरि एकपटक नयाँ वर्षको शुभकामना दिँदै मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।